हेलो एभ्रिवान अनि नमस्कार सबैजनालाई। हजुरहरू के कस्तो हुनुहुन्छ? म चाहिँ एकदम सन्चै छु। अनि फिलहाल अहिले 9 बजेको छ। 9 बजेपछि मैले पार्लर खोलिसकेँ। 9 बजेदेखि आज चाहिँ म मामा घर जाने हो, त्यही कारण 9 बजेदेखि 1 बजेसम्म छ मेरो ड्युटी। 3-4 जना कस्टमर हुनुहुन्छ नि त, उहाँहरू आउनु हुँदैछ। अनि उहाँहरूको सकेर मेरो 1:30 मा चाहिँ यहाँबाट गाडी हिँड्छ है दि। अनि दिदी बस्नुहुन्छ। अनि आज चाहिँ म चाहिँ जाने हो, आमालाई पनि भनिरहेको छु नि त मैले चाहिँ। म चाहिँ मामा घर आइपुगेको कि, तर मलाई चाहिँ यहीँ गाडीले छोड्यो। अनि फिलहाल म यत्रो जङ्गलको बाटो जाँदैछु किनभने सर्टकट जानु पऱ्यो नि त। अनि म चाहिँ रिनङदेखि आएको, यहाँबाट हिँड्नु पनि म यतिमा हत्तु। मैले सोचेको थिएँ बाटो छैन होला यो बाटो भने त वर्षमा एकपल्ट आएको मार्नुहुन्छ। यो बाटो छैन नि त, अनि यो बाटो चाहिँ छैनै भनेर सोचेको, तर रहेछ। फिलहाल म चाहिँ प्रायः यही बाटो हिँड्छु, जहिले आउँछु तर म यही बाटो हिँड्छु, रोड जाँदिनँ। यहाँबाट चाहिँ सर्टकट यहाँ सायद मामा यहीँ हुनुहुन्छ होला। गाईको थाला त पुग्यो। मामा छक्कै पर्नुहुन्छ न। हेलो भन्नु न। हेलो। ए मेरो मामा। दाजु नमस्कार। अनि फिलहाल हाम्रो दादा यता हेरिदिनु न। मामालाई भेटेको गफै गर्नु भएको छैन हो। म चाहिँ आइपुगिसकेँ। माइजू यहाँ हुनुहुन्छ। फ्रिजमा के राख्नु भएको माइजू? हो फ्रिजमा राख्नु हुँदैछ माइजू। बिचरा मेरो भाउजू चाहिँ बिमारी भाउजू भेट्न आएको अरे। बिचरा भाउजूलाई मैले बिमारी हो र झन् बिमार पार्छु। 1 महिनामा चाहिँ बल्ल बल्ल आज उठेर यसो हिँडेको, यस्तो भएको छु। नेगेटिभ जस्तै छु। नेगेटिभ त होइन, नेगेटिभै हो नि। हेर बिचरा मेरी भाउजू। रिनक जाउँ न, रिनक आउन भनेको है। हिँड्नै सक्दिनँ, बल्ल बल्ल हिँड्न नसकेको बेलामा पनि आएको छुइनँ भन्नु न। पछि जाति भएर चाहिँ मजाले आउँछु नि ल। नचिन्ने भएर नआउनु भएको कति पनि भएको छैन। 1 महिनाहरू चाहिँ 2 महिना भयो होला। दसैँदेखि होइन बजार आउँदै थिएँ नि हौ। तर धेरै भयो नि हातहरू यस्तो छ, यस्तो भइसकेको छु। नसा देखिसकेको छ। के गर्नु अब, कहिले जाति हुनु। जाति तर फिलहाल जाति हुनु भएको नि त हाम्रो भाउजू होइन। अलिक अस्ति भन्दा चाहिँ अस्ति त उठ्नु नसक्ने थिएँ। फिलहाल अरू चाहिँ के होइन कि यहाँ माथि मकै पाकेछ नि त भाउजू। कहाँ? हो माथि हाम्रोतिर त छैन, पाकेको छ। मामा घर फेरि आउनु पर्ने रहेछ मकै खानु 15 दिनमा आउनु। 15 दिनमा चाहिँ फेरि आउनु पर्ने रहेछ। कस्तो सके भाउजूले मेरो फुलहरू चाहिँ यस्तो भएको छ कि सबै माटोहरू आधी भएको छ। यसरी कोही आएर यसो सेवा गरिदिनु हुन्थ्यो नि, राम्रो बनाइदिनु हुन्थ्यो नि जस्तो लाग्छ। 50 रुपिस पट किनेको यस्तो गति भयो, आफू सक्दिनँ यस्तो हाल छ हो। सबै यस्तो भएको छ है मेरो चाहिँ। बिजोग छ। कोही एउटा केटी ल्याएर राख्नुपर्ने, रूपालाई राख्नु जस्तो लाग्छ नि। बस्न मान्दिनँ। अहिले हालत छ। गदावरीको कटिङ गर्नु बितेको छ, यो पनि सक्दिनँ। यो पालि फुल होइन यो यसको उयो दिनु न मलाई कटिङ। तिहारमा फुल अहिले होइन नि, यो सब अब मेरो चाहिँ हिँड्ने बेला भयो हो। भाउजूले लट्ठी बोकेर हेर्नु नि, खेदाउन आँटेको मलाई। होइन नि हो, यसो गरेर हिँड्नुपर्छ म त। भाउजूको हालत यहाँ। हाम्रोमा कहिले आउने भाउजू? लट्ठी छोडेपछि आउँछु नि ल। लट्ठी छोडेपछि फिलहाल माइजू लट्ठी छोडेर दाँत फुस्केर लट्ठी छोडेपछि आउँछु। म चाहिँ अब हेर्नु लट्ठी बोकेर यस्तो बोकेर यसै हिँड्छु। अरू सक्दिनँ। अनि पनिर रुङ्ग्यो बस्यो। तिमी त कति राम्री छौ। मेरो त लिपस्टिक पनि एक्सपायर भइसक्यो होला बिमार भएर। मैले ल्याएको लाउनु ल। अब तिमीले ल्याइदिएछौ त्यही लाउँछु, एक्सपायर भएको लिपस्टिक। अब म जाने त भाउजू। बिचरा फेरि आउनु ल। कहिले आउँछौ अब? खै कहिले हो आउनु नि। यसो भाउजूको यस्तो दुःख देखेर मलाई फकाएको।
अब म अब गएर डाइरेक्ट ड्युटी गएर हो त्यहाँबाट बेलुका घर पुग्छु। जाति भएपछि म आउँछु, म जाति नभए एकखेप आउनु ल। ल अब यो मकै पाकेको बेलामा चाहिँ आउनुपर्छ है। हाम्रोमा योपालि मकै है भाषा करेला फल्दैछ हेर हाम्रो। करेला खानु है तल करेला एउटा है लु जिस्काको है दादाले भाउजूलाई जिस्काएको है यो चाहिँ। बाई बाई मामा बाई बाई हाँची दिनु न एकपल्ट। लु प्यारी भाउजू बाई बाई आउनु है भोलिपछि फोन गर्नु ल पुगेर। ओके दादा चाहिँ मलाई पुऱ्याउनु आउनु भएको हामी चाहिँ गाडीमा है दादा। आज जानु भएन पढ्न? आज दाजुको पनि छैन ड्युटी। ल गाडी पनि आइपुग्न आँट्यो। गाडी रुँगेको अरे अब चाहिँ गाडी चाहिँ ट्याक्कै आइपुग्यो रहेछ। फिलहाल गाडी पनि आइपुग्यो मेरो रिनक सर्भिस माथिको भाइको फिलहाल। अनि दादा मलाई पर्खिनु भएको। रिनक टु कागे सर्भिस हो। म चाहिँ सर्भिस गाडीमा आएको थिएँ नि त।